आजभोलि हजुरलाई के भएको छ? ओठमा हाँसो पनि छैन, त्यति साह्रो कसैसँग बोल्दा पनि बोल्नुहुन्न। पहिला त्यति मजाले खुलेर बोल्ने मान्छे, हाँस्ने मान्छे, खै आजभोलि त हजुरको ओठमा हाँसो देख्न छाडेको पनि धेरै भयो। हजुरले मलाई मनै नपराए पनि म हजुरको श्रीमती हो। आफ्नो मनमा लागेको कुरा भनेदेखि मन हल्का हुन्थ्यो होला। मैले केही समस्याको हल गर्न सक्थेँ कि? म ठिक छु, मलाई केही पनि भएको छैन। पागल जस्तो छिनछिनमा हाँस्नुपर्ने हो र? तपाईको मुखले झुट बोले पनि आँखाले सत्य बताइरहेछ। श्रीमान श्रीमती भनेको के हो? श्रीमतीले श्रीमानको मनको कुरा बुझ्न सक्छ, अनि श्रीमानले श्रीमतीको मनको कुरा बुझ्न सक्नुपर्छ। त्यसैले भनेको जीवन साथी बनेर सँगै जिउने, सँगै मर्ने कसम खाएको थियौँ हामीले, अग्निको साथ फेर लिएर। तिमी त सबै कुरा थाहा पाइहाल्छौ नि, अन्तर्यामी नै पर्यो। मैले यति धेरै रिक्वेस्ट गर्दा पनि झुटै बोल्नुहुन्छ भने त मैले के भन्नु र? तर हजुर यसरी दुखी भएर बसेपछि म हेर्न सक्दिनँ। तपाईको मुखले झुट बोले पनि आँखाले सत्य बताइरहेछ। श्रीमान श्रीमती भनेको के हो? श्रीमतीले श्रीमानको मनको कुरा बुझ्न सक्छ, अनि श्रीमानले श्रीमतीको मनको कुरा बुझ्न सक्नुपर्छ। त्यसैले भनेको जीवन साथी बनेर सँगै जिउने, सँगै मर्ने कसम खाएको थियौँ हामीले, अग्निको साथ फेर लिएर। मैले यति धेरै रिक्वेस्ट गर्दा पनि झुटै बोल्नुहुन्छ भने त मैले के भन्नु र? तर हजुर यसरी दुखी भएर बसेपछि म हेर्न सक्दिनँ। आकाश, आजभोलि म त्यति आँखा पनि देख्न छोडिसकेँ। खै के भएको हो? हुन त मेरो आँखा पहिलेदेखि अलिक कमजोर थियो। आजभोलि त यही नजिकको कुरा पनि म केही देख्दिनँ। एकचोटि जचाउन जाउँ न हजुर र म अलि बिजी छु, तिमी कसैलाई साथी लिएर हस्पिटल जचाउन जाऊ। श्रीमान श्रीमती भनेको त एक रथको दुई पाङ्ग्रा अरे। खै मलाई त्यस्तो लागेको हो कि तपाईँले व्यवहारै त्यस्तै गरेको हो, मलाई थाहा भएन। घरिघरि त मेरो एउटा पाङ्ग्रा खुस्केको हो कि जस्तो पनि लाग्छ। कता जाने भन्दै हुनुहुन्थ्यो? जानुहोस्, म एक्लै जचाउन जान्छु। हुन्छ, तिमी कुनै साथीले लिएर जचाउन जाँदा हुन्छ। मेरो पनि काम हुन्छ। ल, मेरो बाहिर निस्किने काम छ, म गएँ। आजभोलि मेरो श्रीमानलाई के भएको होला? पहिला त कहिले यस्तो गर्नुहुन्थेन। मलाई दुख्दाखेरि उहाँले महसुस गर्नुहुन्थ्यो,
मेरो हरेक कुरा थाहा पाउनुहुन्थ्यो। तर आजभोलि म बोल्दाखेरि झर्किनुहुन्छ, मलाई देख्न रुचाउनुहुन्न, मैले बनाएको खाना मन पर्दैन। यो सब किन भइरहेको छ? के कारणले भइरहेको छ? मैले केही बुझ्न सकिनँ। जिन्दगी यति लामो छ, आफ्नै श्रीमान श्रीमतीमा पनि यति टाढाको दूरी भएपछि कसरी जीवन कटाउँ मैले? मलाई मात्र यस्तो हुन्छ कि अरूलाई पनि यस्तो हुन्छ? मैले चाल पाउन सकिनँ। यही कुरा मैले कसलाई गएर सोध्ने होला? कति सजिलै भन्नुभयो, अरू कसैलाई साथी लिएर जान भनेर। मेरो को साथी छ र मैले साथी लिएर जाने होला त? खै मेरो आँखामा किन यसरी बादल लाग्दैछ? के हुँदैछ मलाई केही थाहा छैन। छोरा मान्छेको मन पढ्न नसकिँदो रहेछ। किन मलाई यस्तो हुँदैछ? किन मैले यो सब सोचिरहेको छु? मेरो श्रीमान दिनदिनै मदेखि टाढा हुँदै हुनुहुन्छ। हेलो माया, हेलो, कता छौ? म घरमै छु आज। आउने त, म घरमा एक्लै छु। कहाँ नि? कहाँ हुनु नि? मेरो घर। अनि दिदी चाहिँ कहाँ गइन्? त्यो छिन हस्पिटल गएकी छ। आँखा दुख्यो भनेर जोसँग गएकी छ। अनि त्यसको आँखा चाहिँ के भएछ त? के थाहा? बिहानले पनि तँलाई नि थाहै छैन। ए हो र? ल ल, म समय मिलाएर आउँछु। तिमी चाहिँ खाजा बनाएर राख है। ल ल, छिटो आएर म तिम्रो लागि मिठो खानेकुरा बनाएर राख्छु। चिन्ता नगर। अनि सुन न, बिचमै त्यो अलक्षण आयो भने आउँदैन के? चिन्तै नगर। फेरि दिदी नभएको बेलामा घरमा आइराख्दो रहेछ भनेर नराम्रो सोचले नि फेरि। त्यस्तो केही हुँदैन के? तिमी पिरै नगर न। त्यो छिन कतिखेर आउँछ आउँछ, खानै हुँदैन के? ए ल ल, त्यही पनि म समय मिलाएर आइहाल्छु नि त। खाजा चाहिँ मिठो बनाएर राख है। ल ल, छिटो आएन है, म कोरेर बस्छु। ल, पहिला फोन राखेँ। ल आमाहरूलाई सन्चै छ उता? सबैलाई सन्चै छ। तेरो त अब आज भन्दा अगाडि भन्दा दिन पनि ढल्किसक्यो, मेरो ढल्किसक्यो। अब बिहा गर्नुपर्छ कान्छी। कहाँ अहिले बिहा गर्ने कुरा गरेर दिदी पनि? अनि बुढीबाट माथि गर्छिस् त? गरिदिनु भन्दैछ। अच्छा अच्छा, उमेर छँदै बिहा गर्नुपर्छ। तेरो यो बिहा गर्ने उमेर हो त? अब तैँले बिहा गरिहालिस्, मैले बाबामा पारेर बस्नु पर्दैन भन्छ। तब चाहिँ कसले माया गर्छ बाबाको? बुझ्दो त्यसरी हुँदैन नि त। गरिदिनु हुँदो रहेछ। छोरी मान्छे भएर जन्मेपछि एक न एक दिन पढाइको घरमा जानुपर्छ क्या। कस्तो कुरा गरेर तैँले खाली कुरा। आफ्नो भविष्य अन्धकार पार्छिस् त? बाबासँग बस्दा पनि काहीँ भविष्य अन्धकार हुन्छ र? त्यसरी हुँदैन कान्छी। तैँले बिहा चाहिँ गर्नुपर्छ। हेर, गफै गफमा अलमल लिएर तँलाई सोध्नै बिर्सेँ। तँ खाना छैन होला नि त नि? जा, अलिकति मासु लिएर आइज, अलिकति भन्दा नि आधी किलो। म छिट्टो पकाइहाल्छु ल। फेरि तँलाई फ्राई गरेको मासु कस्तो मनपर्छ है? दिदी, मैले खाना खाएर आएको नि भन्नै बिर्सिरहेको। हेर नि त घाँटी कि साँच्ची भनेको। त खाना खाएर आइस् कि भोकै आएछस् भने थाहा पाउँदिनँ म। जहिले पनि दिदीले पकाएको मिठो हुन्छ भनेर त म घरमा खाना पाएको भने पनि खाना नखाइकन आउने मान्छे आज चाहिँ कसरी खाएर आइस्? साँच्ची
साँच्चै हो के भने विश्वास गर्नु मैले खाना हो कि मैले खाना नखाउँछु तँ चाहिँ खुबै बुझ्दैन त्यही झुटो बोल्छ भने लुगा जा मासु लिएर जाऊ त्यो मेरो ब्यागमा पैसा छ जा मैले खाइसकेर आएको बाबा मलाई पकाउन गाह्रो हुन्छ भनेर हो कि उसको हातको खाना नखाइकन उसलाई चाहिँ त्यही बुझ्दैन मैले साँच्चै खाएको दिदी भनेको आमा पछिको आमा हो तेरो हरेक पीडा तेरो सबै कुरा थाहा पाउँछु म तँलाई भोक लाग्दा तँ कस्ती हुन्छेस् अगाउँदा तँ कस्ती हुन्छेस् तेरो अनुहार कस्तो हुन्छ मलाई थाहा छैन त तँ ढिल्याङले गर्छस् कि मैले खाएर आएको भनेर बुझ्न ल त्यसो भए ठिक छ अब खाना खाएर आएको भएदेखि तर म हस्पिटल जाउँ ल किन के भयो त भन्दाखेरि हेर्न म आजभन्दा उनीभन्दा अलि आँखा धमिलो देख्न थालेको छु अनि भिनाजुलाई जाउँ न भनेर भनेको अफिसको कामले म बिजी छु भन्नुभयो त्यही भएर अनि यसो कसैलाई साथी लिएर जा भन्नुभयो त्यही भएर तँलाई नै फोन गरेको तर मैले अघि हस्पिटल जाने चाहिँ भनिनँ अब तँ र म भएर जाऊँ ल अनि सुन म अफिसदेखि यही आँखा जस्तै हाल्नु पर्ने जस्तो त लाग्दैन मेरो पनि आज अफिसको काम छ कि पुरै पुरै दिन टाइम लिएर आउँछु नि हुन्न तेरो अनुहार हेर्न मात्रै छिरा हो क्या म त कान्छी तँलाई के भयो कस्तो कुरा गरे यस्तो बोली त कहिले पनि बोल्दैन थिइस् त अनि त सक्दैन थिएस् त अनि तँलाई के भएको छ भन त मलाई देखिरहेको छ त्यही छैनस् मजाक नगर है मैले मजाक गरेको होइन साँच्चीकै भनेको हो के दिदी मैले पनि मद्दत गरेको होइन म अफिसबाट एकछिन तँलाई के भएछ भेटेर जान्छु भनेर चित्त बुझाउनु मात्रै आएको म पनि बिजी नै छु तँलाई थाहा छ मेरो पनि जागिर छ भनेर बरु त हस्पिटल जाँदै गएर म उतैबाट छुट्टी लिएर आउँछु अफिसबाट पर्दैन भयो तैँले त कहाँ जाने पर्ने हो अब त भिनाजुलाई पनि आज नगई भन अरे जाउँ न जसमा भने पहिला पहिला मलाई 1 मिनट पनि नछोड्ने मान्छे म बिजी छु भनेर ठस्स गर्नुहुन्छ यता साली चाहिँलाई ल जाउँ त जाउँ त भनेर भनेको उसलाई पनि ऊ अफिसको काम अब तँलाई अफिसको काम बिताएर चाहिँ भयो भने त म र कि बाँच्छ तिमीहरूलाई कसैलाई महत्त्व पर्नुहुन्छ भयो जा 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 अब भात पनि खान्न भनिस् क्यारे जा भन्दैछु त अफिसबाट छुट्टी मिलाएर आउँछु म लिनलाई भनेर अब किन आउनु त म जान्छु भइहाल्यो त नरिस नि त अब भयो जा म आफै जान्छु जा ल के गर्छस् गर म त भयो अफिस जानुपर्छ नि उसलाई के भन्छ पहिला त यस्तै थिएन सबै मान्छे मसँग रिसरिस चाहिँ गर्छ उसलाई कान्छी त यस्तै थिएन त कान्छी ओइ गइहाल्यो कि यहाँ कस्तो चाँडो रिसाउँछ भने अब भोकै थियो नि झन् खाएर जाओस् भनेको खाना खाएर जा भनेको कहाँ जानु लाग्यो के भयो फेरि तँलाई चाहिँ झनक रिसाउने बानी चाहिँ गएको छैन है तेरो अनि म जान्छु भन्न चाहिँ के भयो त अनि मसँग रिसाएर भन्न सक्छस् सुन न दिदी तँलाई त मेरो बानी बच्चैदेखि थाहा छ नि म एकछिन मात्रै रिसाउँछु तँसँग त्योभन्दा धेरै गरी रिसाएर बोल्न सक्दिनँ भनेर ल चिता नदुखाए माया गर्दिनँ कस्तो माया गर्छु अन्तरले माया गर्छ म थाहा छैन बच्चालाई घुर्की लाकै गर्थ्यो अहिले पनि अब त बिगर पोइको भएर जाने बेला रहेछ त्यही बानी राखेन कि हेर्न म अफिसबाट आउँछु भन्दैछु अनि यही नबुझेर हो कि म अब तैँले यो बचपना चाहिँ छोड्नुपर्छ है अब आत्तिएर आउनु परेन अफिसबाट जा हेर तँलाई ढिला भइसके जस्तो छ अघिदेखि डिस्कस गरेर बसिस् यसो गर भिनाजुलाई फोन गरेर मलाई पुर्याइदिनु न भिनाजु भन् पुर्याउलाई लिएर जा हो र लादिनु म भिनाजुलाई फेरि भिनाजुको कति काम होला के भएको होला यसलाई मैले भनेको छु खुरुक्क जा तैँले फोन गऱ्यो भने टेर्नु हुन्छ मसँग त खोइ हिजो अस्तिदेखिबाट सनक्क सन्किनु भएको के भएको पनि पुर्याइदिनु न भिनाजु भन् त तैँले भनेपछि मान्नुहुन्छ ल जा फोन गर अनि त्यसपछि ल फोन गर्नु त भिनाजु आफै
मिनाले फोन गर्दा के हुन्छ त नक्कली ल ल म ट्राई गर्छु नि त है ल ल राम्रोसँग बस्नु त ल ल अहिले म नि हस्पिटल जान्छु के भन्दो रहेछ डाक्टरले ल है ल हुन्छ जा जा ए अनि सालिना आई जागिर पाकेर के को साल नानी हो बुढी भन्ने बुढी अब त म तपाईँको हुनेवाला बुढी हो त्यो भनिदिनु पनि चाँडै आउँछ किन चिन्ता गरेको तिमी मेरै हुन्छ त्यो छिना मैले जबरजस्ती बिहा गर्नु पऱ्यो जब तिम्रो दिदीलाई म हेर्न आएको थिएँ नि त्यतिखेर मैले तिमीलाई मन पराउँथेँ खै हिँड्न चाहिँ के भनौँ म त हाम्रो माया प्रेमको बिचमा त्यो तगाएर बनेर बसेपछि मलाई त तपाईँसँग बिहे गर्न एकदमै हतार भइसक्यो अनि तपाईँको बुढी भन्नुलाई तिमीलाई भन्दा मलाई चाहिँ हतार भइसक्यो थाहा छ माया म तिमीलाई कति धेरै माया गर्छु तिम्रो दिदीले हस्पिटल जाउँ भन्दै थिइन् म बाना बनाएर गइनँ तपाईँले मात्रै बाहना बनाउनु भयो होला नि मैले पनि त बाहना बनाएँ नि दिदीले मलाई हस्पिटल लगिदिए भन्दै थिएँ मैले पनि अफिसमा काम छ भनेर बाहना बनाएँ जान मानिनँ म पनि मलाई थाहा छ मेरो सालीको बानी थाहा छ माया म तिमीलाई कति धेरै माया गर्छु माया त म पनि गर्छु नि भिनाजु तपाईँलाई कसरी बयान गर्नु अनि सुन्नु न भिनाजु दिदीले कति धेरै सङ्गारी थियो दिदीको साटो मैले तपाईँसँग बिहे गरेको भए आज त्यो ठाउँमा म हुन्थेँ तिमी त्यसो चिन्दै नगर्नु न त्यो अलिसिनाले के लाउँछ लाउँछ यो गल्लामा पोते सिन्दुर सुन्दुर म लगाइदिइहाल्छु नि मैले तपाईँलाई त्यही बेलामा मन पराएको थिएँ के गर्नु आफू बहिनी भएको कारणले बिहे गर्छु भन्न पनि मिलेन त्यस पछाडि त मलाई कुनै पनि केटा मन परेन अहिलेसम्म बिहे नगरिकन बसेँ अब त जेसुकै गर्नु म तपाईँकै भएर छाड्ने हो हे नकली अब तिमी मेरै त हो चिन्दै नगर अनि मैले दिदीलाई यस्तो मोटो सिक्री बनाइदिनु नि है मोटो सिक्री होइन ठुलो सिक्री बनाइदिन्छु अनि ल भिनाजु अब चाहिँ छिट्टै बिहे गर्नुपर्छ है म यो दिनरात दुखी छोपी त्योदेखि भेट्न सक्दिनँ त्यसलाई त डक्टरले आँखा चित्तिनुहोस् त भन्दै आनन्दै हुन्थ्यो बरु आँखा देख्दैन त्यसको आँखा पुरुष भन न दिदी के भयो तपाईँलाई किन रुनु भएको नरुनु न भन्नु न के भयो मलाई भन्नु न नरिकन भन्नु त तपाईँलाई के भयो अब म कहिले पनि आँखा देख्न सक्दिनँ अरे हँ मेरो आँखा निको हुँदैन अरे होइन दिदी यो हुन सक्दैन
तपाईँलाई पक्कै पनि कसैको गलत रिपोर्ट दिएको हुनुपर्छ। यो हुन सक्दैन दिदी। होइन बहिनी, र यो कुरा म सुन्न पनि सक्दिनँ दिदी। जब मलाई डक्टरले त्यस्तो भन्नुभयो म छाँगाबाट खसे जस्तै भए। यो के सुनाउँदै हुन्छ तपाईँ दिदी? भगवान्सँग यही भन्छु कि यो कुरा झुटो होस्। मैले कुञ्जनीमा पाप गरेकी थिएँ होला यति ठुलो। किन मलाई यति ठुलो सजाय दिनुभयो भगवान्? होइन दिदी, यो हुनै सक्दैन। तपाईँ रुनै पर्दैन। यो हुँदैन दिदी। यो सत्य होइन दिदी, र म यो सत्य सुन्न पनि सक्दिनँ। मेरो रिपोर्ट त आफै गएर हेर्न त छ। भिनाजु, आफै थाहा पाइहाल्छस् नि। दिदी यो के भन्दै हुनुहुन्छ भिनाजु? के यो सत्य होला त? ममता, यो तिमीले के भन्दैछौ? यो कसरी हुनसक्छ? के म तिमी चुप लाग्नुहोस् भिनाजु तपाईँ। दिदीले यस्तो कुरामा कहिले झुटो बोल्छे? कमसेकम तपाईँ बिहान दिदीसँग हस्पिटल गइदिएको भए के भएको भन्ने कुरा त थाहा हुन्थ्यो अहिले। चुप लाग भयो नकर। मेरो भाग्यमा जे लेखेको छ त्यो त भएरै छाड्छ। कस्तो कुरा गर्छस् त पनि? त्यस्तो केही पनि हुँदैन। फिल नगर। ममता, तिमीले रुनु पर्दैन। तिम्रो उपचार अब म गर्छु। अब उपचार गरेर सम्भावना छैन भनिसक्नुभयो। चिन्ता नगर्नुहोस् हजुरले। अनि त पनि भयो कान्छी नरु। होइन दिदी, यो सबै झुटो हो भन्दैन। त यो के भन्दैछस् के? यो सबै मैले झुटो बोलेको भन्दैन। सत्य यो कान्छी। अब पिर नगर भयो छोड्दै। हे भगवान्, दैव पनि किन हामीलाई नै लाग्ने? भिनाजु, म यो के सुन्दैछु? के यो कुरा सत्य होला त? माया, अब तिमी र म गएर रिपोर्ट हेर्नुपर्छ। हो भिनाजु, यो सत्य तथ्य के हो पत्ता लगाएरै छोड्नुपर्छ। ल ममता, तिमीले पनि पिर नगर। तिमीलाई म राम्रो हस्पिटलमा उपचार गराउँछु। माया, अब भनिदिनुहोस्। उपचार गराउनु पर्ने जे गर्नु थियो सबै मैले गरिसकेँ। आँखा देख्थिनँ भन्ने कुरा थाहा पाइसकेको छु। अब किन घरिघरि गइराख्नु र? चिन्ता नगर्नुहोस् हजुरले। आइज। बहिनी, तिमीलाई एक्कासी यस्तो वज्रपात कसरी पर्नु गयो? खै दाइ, म पनि छक्क परिरहेको छु। आज 1 महिनाभन्दा बढी भइसक्यो मलाई यस्तो भएको। पहिला अलिअलि आँखा कमजोरी हुने भएको भए पनि मैले शङ्का गर्थेँ। जचाउन जाँदाखेरि 81 त्यसो भन्यो। डक्टरले भनेको 4-5 दिनदेखिबाट त मैले बन्दै देख्न छाडेँ। अनि दाइ, उता भाउजूहरू सबैजनालाई सन्चै छ नि? सबै सन्चै छ बहिनी। के गर्नु, धेरै पछि दाजुबहिनीको भेट भएको, त्यो पनि यस्तो अवस्थामा। दाइ, खाना खानु भएको थिएन होला। अब कसरी के पो गर्ने? ठिकै छ। बहिनीको अवस्था यस्तो देखेर मलाई त अचम्म चकित परिरहेको छु। बहिनी, पहिला कहिले यस्तो घोच्नी पोल्नी हुन्थ्यो र आँखा? के हामीलाई नभने हो? आखिर यसरी 81 कसरी यस्तो भयो? थिएन दाइ, थिएन। पहिला त्यस्तो अलिअलि भएको भएदेखि त जचाउन जान्थेँ, केही पनि भएको थिएन। 81 यही नदेख्नुभन्दा केही समय अगाडि अलिअलि के परे जस्तो गरी बिजायो। अनि गएँ। उहाँ गरेपछि त अब तपाईँले केही दिनपछि आँखा देख्न छोड्नुहुन्छ भनेर भने। नभन्दै अहिले त ट्याम्मै भयो। यो त अचम्मै भयो।
पहिला पहिला केही सङ्केत त दिनै पर्ने हो, केही थाहा पाउनै पर्ने हो। बहिनीलाई माइत आइजाऊ भनौँ भने पनि बहिनीको हालत त्यस्तो रहेछ। अब ज्वाइँलाई ल्याइदिनु भनौँ भने पनि ज्वाइँको अफिसले गर्दा कहिले फुर्सद नहुने। अब म ज्वाइँलाई यसो फुर्सद मिलाएर एक दिन बहिनीलाई खाना खाने गरी ल्याउनु भनौँला र बहिनीलाई पनि दिदीको हालत यस्तो छ, उतैबाट अफिस आउने जाने गर भनेर यहीँ तिमीसँगै बसेर काम गर भनौँला। हस् दाइ हस्। सुन्नुहोस् त, ममता भन त के भयो? दाइलाई खाना बनाउनुहोस् है। खाना पकाउनु भयो कि नै? ए म पकाइहाल्छु नि। अब के गर्ने, बहिनीको हालत यस्तो रहेछ, ज्वाइँ साहबलाई दुःख हुने भयो। यत्तिरी दाइ के को दुःख र, म बनाइहाल्छु नि। अब यसरी पकाउनु है भनेर अराइ सिकाइ गर्न भन्ने आफू देख्दिनँ। त्यहाँ चुला के छ हेरेर बनाउनुहोस् है। ल ल तिमी यता चिन्तै नगर न, म बनाइहाल्छु नि। के गर्नु दाइ, पहिला अब ज्वाइँले चुलामा काम गर्ने बानी छैन। अब खै कस्तो बनाउनुहुन्छ, जस्तो भए पनि खाना पर्यो नि। ठिकै छ नि, जे जस्तो बन्छ। आफ्नो बहिनीको हालत त यस्तो छ भने अब ज्वाइँले बनाउनु जस्तो बनाउनुहुन्छ त्यस्तै मिठो मानेर खाउँ। कान्छे के गर्दैछस्? दाइ यसो सरसफाइ गरेको नि दाइ। ए घरमा त केही गर्दैनस्, दिदीकोमा आएपछि त पट्टापट काम गर्दैछस्। गर्नु पर्यो नि दाइ, अब कसले गर्छ? दिदीको हालत त्यस्तो छ। अब भएको एउटा बहिनी मै हुँ, मैले नगरेर कसले गर्छ? तर दाइ मेरो जागिर पो के गर्ने होला? तँलाई अफिस चिन्ता नगर्न कान्छी। ए दिदीको घरमा काम सघाउँदै दिदीको घरबाट आउने जाने गरे भइगयो नि। तँलाई अफिसभन्दा ठुलो त दिदी पो हो। दिदीको राम्रोसँग ख्याल गर्न, किन अफिसको चिन्ता गर्छस्? हुन त दाइ तपाईँको कुरा मैले अहिलेसम्म कहिले काटेको छुइनँ। बस्न त बस्थेँ, फेरि छिमेकीले पनि कुरा काट्ने हुन् कि दिदी आँखा नदेख्ने अनि तरुनी साली घरमा राख्यो भनेर, त्यो पनि सोच्नु पर्ला नि। ए गाउँले साउँले कुरा नगर, गाउँले कुरा यस्तै हुन्छ। आफ्नो पारिवारिक कुरा हेर। तँलाई गाउँले ठुलो कि दिदी बहिनी ठुलो हो? त्यही कारणले गर्दा त आनन्दले दिदीलाई स्याहारेर अफिस आउजाउ गरे बस। त्यो गाउँलेहरूको कुरा नसुन। दाइ अब तपाईँले नै यस्तो भन्नुहुन्छ भने बस्छु नि। फेरि उता आमाको ख्याल चाहिँ राम्रोसँग राख्नु नि। आमालाई प्रेसरको दबाई खुवाइरहनुपर्छ बिहान बेलुका, टाइम टाइममा खाना खुवाइराख्नु है। ए तँ निर्धक्कसँग यहाँ दिदी स्याहारेर बस। म उता आमालाई औषधि खुवाउने, टाइम टाइममा खाना खुवाउने, तैँले पिर नगर घरको। ल अहिले म जान्छु, राम्रोसँग गरी बसेस्। दिदीलाई राम्रोसँग स्याहार्नु। भोलि बहिनी आएर दाइले गर्दा बहिनी आएर यतैबाट गरी काम राम्रोसँग सघाइ भनेर दिदीले पनि एउटा मर्यादित बहिनी रहेछ भन्ने सोचोस् है। ल म गएँ। अनि खोइ त त्यो अलक्षिणा चाहिँ कता गयो? त्यो अलक्षिणा कागै कागै। साँच्ची माया, आज म एकदम रोमान्टिक मोडमा छु। अहिले त्यसले सुन्ने नि फेरि। तिमी त्यसको टेन्सनै नगर। त्यो अलक्षिणा आँखा सुनै कान पनि नसुने बाँकी छ। ए हो र? हो नि, वास्तवमा म तिमीलाई धेरै मन पराउँथेँ, तर के गर्नु, त्यो अलक्षिणा मेरो भाग्यमा आइ। अरू कुरा मलाई केही पनि थाहा भएन भिनाजु, त्यसलाई हाम्रो जिन्दगीबाट तुरुन्तै हटाइहाल्नु पर्यो। अरे माया, त्यसलाई किन हटाइरहनु पर्यो र? त्यो आफै जुदो लास्छे, न कान सुन्छे न आँखा देख्छे। त्यो त हो, तर भोलि पर्सि कसलाई के थाहा हुन्छ? त्यसले आँखा देख्यो भने हाम्रो सबै यो प्रेम कथाको भण्डाफोर गर्दिन। माया तिमी चिन्ता नगर न, त्यो बिस्तारै बिस्तारै आफै गर्छ। किन चिन्ता गरे? मेरी साली के भयो तिमीलाई? अब मेरी साली भने बिहानदेखि बेलुकासम्म काम गरेछ छ, न काहीँ यसो घुमाउनु लानु छ, न यसो केही खानेकुरा ल्याइदिनु छ। हामीलाई पनि त कति कुरा गरेर लागेको हुन्छ नि। दिदीले भने त्यो त टन्न सुन लागेको छ, त्यत्तिकै माया लाग्छ भनेदेखि मलाई पनि त्यो दिदीले सुन मागेर ल्याएर लगाइदिनु न। अनि तिमीलाई चाहिएको चाहिँ के हो? के चाहियो के चाहिएन भन्नु न। जति दिदीले अधिकार पाएको छ त्यति सबै मलाई चाहियो। त्यस्तो नसोच न, तिमी नोकर्नी हो त?
त्यस्तै त बनाउनु भएको नि। तिमी त मेरो मनकी रानी। मलाई थपक्क तेल लगाएको सिक्री ल्याएर लगाइदिनु अनि मात्रै कुरा गर्न आउनु। ए बाबा ल्याइदिन्छु त, तिमीलाई ठुलो झडी तिलले बनाइदिन्छु, किन चिन्ता गरे? ल कतिको दम छ भोलि नै गरेर देखाउनु। तेलले लगाएको तिलरी अनि सिन्दुर ल्याएर मलाई थपक्क लगाइदिनु अनि मात्रै बस्छु म यो घरमा, म फ्रीमा नोकर बन्न बस्दिनँ। त्यो अन्धीलाई के काम अब त्यसै पनि त्यो। तिम्रो सिधो सिन्दुर मैले भर्ने हो क्या? ल हेरौँ न त हिम्मत होइन भने म त्यो अन्धीसँग गएर आफै कुरा गर्छु। ल ठिक छ, म हिउँ गएँ हिउँ आएँ, तिमीलाई चाहिनेभन्दा बढी सुन लिएर आउँछु। ल ममता, हजुर म तिमीलाई एउटा कुरा भन्छु, मानिदेऊ होला? के कुरा? मलाई साह्रै अप्ठ्यारो पर्यो, त्यो तिमीले लगाएको सुन मलाई ल्याउ न। सुन? किन? मलाई केही पैसा चाहियो कि, त्यही भएर भनेको। तपाईँलाई सुनै बेच्न पर्ने के परिस्थिति आयो र? तपाईँसँग त त्यत्रो पैसा थियो त, कहाँ हाल्नुभयो त्यो पैसा? ले मान्छे खुरुक्क लिएन, तँलाई किन सबै कुरा चाहियो? धन राम्रोसँग मागेको त ठुल्ठुलो कुरा गर्दै रहेछ, अब मेरै सम्पत्ति लिनु पनि तँलाई यत्रो गाह्रो? तपाईँलाई त मेरो सम्पत्तिको मात्रै त माया रहेछ नि, लगे भयो। ए लिनु न, लु। खैले छोरा मान्छेको माया, उसको सुन्दरतामा छोरा मान्छेको माया उसको सुन्दरतामा मात्रै हुँदो रहेछ भन्ने कुरा आज थाहा पाएँ मैले। पहिला पहिला म भनेपछि मरिहत्ते गर्ने मान्छे, अहिले मैले आँखा देख्न छोडेपछि तपाईँले मलाई यस्तोसम्म भन्न थाल्नुभयो होइन? ठिक छ, आज तिलरी माग्नुभयो, भोलि के माग्नुहुन्छ मलाई थाहा छैन। सबै कुरा त मागिसक्नुभयो, कुन दिन तपाईँले यही एक धरको सिन्दुर पनि लिए भनेर खोस्न बेर लाउनुहुन्न। साली आमै ल्याइदिनु भयो। अब तिम्रो गला हुँदैन खाली, म लगाइदिउँ? हतार नगर्नुहोस् न भिनाजु, आखिर लगाइदिने तपाईँले नै हो क्यारे, म पनि तपाईँकै हो। तिम्रो लागि अरू पनि चिज केही ल्याइदिएको छु। के ल्याउनु भएको छ भिनाजु? ल हेर। आहा के लागिनु भएको भिनाजु? के छ यहाँभित्र? खोलेर हेर न। यत्रो हार, यो सबै तपाईँले दिदीको त लिएर आउनु भएको होइन? यो सबै चिज तिम्रै हो, अब त खुसी भयो? भिनाजु आज भने मलाई पुरा विश्वास भयो, तपाईँले मलाई साँच्चै माया गर्नुहुँदो रहेछ। अनि सुन्नु न भिनाजु, मैले भने त तपाईँ यो घर पनि मेरो नाम पास गरिदिनुहुन्छ होला है? किन गर्दैन, गरिहाल्छु नि। मलाई विश्वास थियो मेरो भिनाजुले मलाई यति नै माया गर्नुहुन्छ भनेर। एउटा कुरा भन्छु, नडाँटिकन भन्नु न है। के कुरा? तपाईँको पहिला कोही गर्नु थियो कि थिएन? छैन नि। झिट बोल्नुहुन्छ मलाई। हो भने यति राम्रै हुन भाइ म अरू आउँछु। भिनाजु पनि झिट बोल्नुहुन्छ, भन्नु न भिनाजु। पुरानो कुरा लिएर म केही पनि भन्दिनँ के, आखिर पहिला कुरा त हो नि, के नै हुन्छ र? छोरा त एउटी थिए, मैले पनि मलाई असाध्यै माया गर्थेँ, उसले पनि मलाई माया गर्थे। अब तिम्रो दिदी लाठी गुवाची, कहीँ घुम्न नमान्ने, त्यही भएर एउटी गर्दैन त मैले बनाएको थिएँ। तर साँच्चै अहिले चाहिँ तिमी बाहेक कोही पनि छैन। भनेपछि भिनाजुले त्यसलाई पनि यस्तै टन सुनहरू दिनुभयो होला है? सुनले उसले त गाडी किनेको थिए, कहाँबाट त्यो पियासँग बिहे गर्न पुग्यो, अहिले विदेशमा छ। मलाई धोका दिएर गइहाल्यो। अनि दिदीले थाहा पाएन त? तिमीले दिदी लाठी गुवाची। तपाईँले ठिक भन्नुभयो, हाम्रो दिदी त साँच्ची नै गुवाँच छे, तोर्पेनी छे। तपाईँ यस्तो राम्रो ह्यान्डसम भिनाजुको एउटा मात्रै होइन कि भिनाजु, मलाई त लाग्छ 4-5वटै गर्लफ्रेन्ड थियो होला। साँच्ची तिमी त्यो 3-4वटा भनेपछि मलाई अर्कीको पनि याद आयो। त्यसलाई झन् मैले सुनको सिक्री र एउटा औँठी मात्रै दिएको थिएँ। त्यति मात्रै? त्यति मात्रै हो। आमा हो र? हो भने
तपाईँले मलाई पहिले मसँग लभ गर्नु पर्दैन थियो नि भिनाजु। भिनाजु के गर्नुभएको तपाईँ? ल किन आत्ते कि आफ्नै बुढासँग? तपाईँ अहिले मेरो बुढा भइसक्नु भएको छैन। तिमीले मागेको सबै कुरा दिएको छु। ल रह्यो सिन्दुर त्यो पनि चाँडै दिनेछु। जुन दिन मेरो सिउँदोमा सिन्दुर रङ्ग्याउनुहुन्छ र गलामा पोते त्यही दिन आफ्नो हक जमाउनु होला, अहिले होइन मसँग। आजदेखि तिमी र म यही बिस्तारमा सुत्ने हो। मैले तिमीलाई गर गर्न नदिएसम्म त मरि हत्या गर्थ्यौ त। त्यो सब कुरा तपाईँले अब बिस्तारै थाहा पाउँदै जानुहुन्छ। के भनिस्? अहिले त ठुलो गएको छस्। के गरेको यो? तैँले मलाई के गरेको त? तैँले मलाई हातले म दिदीलाई मारेर फालिन्छु। नमार त। मेरो दिदी जिउँदो हुँदा त कसरी तैँले मलाई मार्को थियौ? पक मेरो दिदीलाई त आउन दे। ए त्यो अन्धीले के पनि देख्दैन बुझिस्? तँलाई अब ए मारिदिन्छु। अनि देख्छ अनि सुन्छ सुन्दिनँ। अब एकछिन पक। एकछिन दिदी जबसम्म म जिउँदो छु नि तबसम्म मेरो बहिनीलाई कसैले केही गर्न सक्दैन। औ अन्धेस अब मसँग झगडा गर्न? यस्ता केटी त मैले कति खेलाए बुझिस्? म अन्धी हो, म त अन्धी नै हो। त्यही अन्धोपनको फाइदा तपाईले धेरैचोटि उठाएको कारणले आज चाहिँ साँच्चीकै अन्धो हुने नाटक गर्नु पर्यो। तर मैले मात्रै होइन, हामी दुईजना दिदी बहिनी मिलेर नाटक गर्यौं। अर्कालाई फसाउँछु भन्दाखेरि मान्छे आफै फस्छ भन्ने कुरो त हजुरले सुन्नु भएको थियो होला। आज त प्रत्यक्ष थाहा पाउनु भयो। यो मेरो बहिनी हो, एउटै आमाको कोखमा बसेका, एउटै आमाको लाम्टो चुसेका, एउटै घरमा हुर्केका र मेरो भोटो फटाकी बहिनी हो। मेरो बहिनी म जस्तो नभएर तपाईँ जस्तो हुन्छ? असम्भव। छोरी मान्छेलाई यति कमजोर नसम्झिँदा पनि हुन्छ हजुर। तपाईँ जति बाठो हुनुहुन्छ नि त्यो भन्दा एक स्टेप बाठो छोरी मान्छे पनि हुन्छ। छोरी मान्छेले मायामा जति त्याग गर्न सक्छन् नि हो त्यति नै घृणा गर्न पनि जानेका हुन्छन्। रह्यो कुरा मेरो बहिनीको, मेरो बहिनी तिमी जस्ता दुई कौडीका केटी खेलाउँदै हिँड्ने केटाको पछि लाग्ने खालको मान्छे होइन। तिमी जस्ता त हैनन्, तिमी भन्दा धेरै माथि लेभलका केटाहरूले पनि मेरो बहिनीलाई पाउन सकेको छैन। विचार गर, यो त सब मैले गर्न लगाएको नाटक हो, तिम्रो सारा पर्दा फास गर्नको लागि, बुझ्यौ? तिमीले म जस्तो धेरै केटीको जीवनमा खेलबाड गरेको छौ, भावनामाथि खेलेको छौ। मलाई सब कुरा थाहा थियो, तर म प्रष्ट देख्न चाहन्थे तिमी केटीप्रति कति क्रेजी छौ, केटीलाई कसरी खेलाउँछौ भनेर थाहा पाउनु थियो। केटी मान्छे तिम्रो खेलाउन होइन र सबै छोरी मान्छे म जस्ता हुँदैनन्। मैले तपाईलाई मेरो शिरको स्वामी भनेर शिरमा सजाएको थिएँ, मनभित्र सजाएको थिएँ। तपाईलाई कसैले एक वचन भन्दा मलाई चित्त दुख्थ्यो। एउटा असल श्रीमतीको भूमिका निभाएको थिएँ, तर तपाईले के गर्नुभयो थाहा छ? मेरो मायालाई खेलबाड गर्नुभयो।
तर तपाईँले मलाई एउटा रखेल जस्तो सम्झिनु भयो। हेर्नुहोस्, राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो गर्न मलाई पनि आउँछ। जो मान्छे सहेर बस्छ नि त्यो मान्छेलाई रिस उठेपछि के हुन्छ भन्ने कुरो अब तपाईँले देख्नुहुन्छ। तेरो बहिनीलाई कहाँ बिगोचेस म पनि हेर्दै जान्छु। ए तिम्रो दिदीबहिनी मैले यो नाटक गरेको रहेछ होइन? अब हेर्दै जाऊ, तिम्रो दिदीबहिनीको एउटै च्यान बनाइन्छु। तिमीहरूले मलाई रिस उठाएको, अब एउटै च्यान बनाउँछु। आयो दिदी आयो तैँले मलाई हात हालेको, तैँले मलाई हात हालेको। हात हालेको मैले, हात हालेको, हात उठाएर देखा। अब हात हालेर हेर। नारीले नि होइन एउटा पुरुषलाई जन्म दिन सक्छ भने मृत्यु दिन पनि सक्छ। तिमी जस्ता अपराधी पुरुष बाँच्नुभन्दा त मरेकै जाति। सुन, एउटा कुरा ध्यान दिएर, नारी नारी मात्रै पनि कहिले हुन, बुझिस्? नारी शक्तिशाली, काली माँ, काली देवी दुर्गा सबबाट शक्ति। अब तेरो काल हाम्रै हातबाट उठाएर हुन्छ। देखा, हात उठाएर देखा, उठाएर देखा, हात हालेर देखा। अब तेरो अहिलेसम्म हाम्रो हातबाट हुन्छ। ती नारीमाथि खेलवाड गरिस् नि, अब सिधै जेलमा गर सर। तँ जस्तो पुरुषलाई श्रीमान मानेर बस्नु भन्दा नि जिन्दगीभर विधवा भएर बस्छु म, त्यो पनि जिउँदो पुरुषको। अब तेरो पापको घडा भरिसकेको छ, बुझिस्? मेरो बहिनीलाई खेलाउन सम्झिने, मलाई खेलाउन सम्झिने। पुलिस बोला दिदी, यसलाई पठाइदिनु। पुलिस बोलाएर मैले बोलाइसकेँ, अब यसलाई पठाइदिने हो। आइज।